Hello, what's up? Welcome back to my vlog again. है अनि जो भर्खर पेन्सिल्भेनियाबाट आएको सो आज सपोज टु गो टु वर्क बट काम जानै मन लागेन अल्छी लाग्यो सो आज चाहिँ फ्राइडे हो सो फ्राइडे त अब उबरमा अब काम जानुपर्ने हो त्यही पनि गएन तर ठिकै छ सो आजको बिदा चाहिँ किन यतिको वेट फाल्नु भनेर अब चेरी ब्लोसम भइरहेछ है यु क्यान सी सो हामी चाहिँ फ्री चेरी ब्लोसम नियर क्विन्स भनौँ न क्विन्स नै पर्ने गइरहेको छ पैसा तिरेर हेर्न जानुहुन्छ भने वहाँ बोटानिकल गार्डन छ ब्रुकलिन ब्रोङ्क्स वेयरएभर अलिकति 1 घन्टा जति लाग्छ होला ट्राफिक छ विदाउट ट्राफिक आई थिङ्क 30 मिनटमा पुग्नुहुन्छ होला क्विन्सदेखि क्विन्स भन्नाले अब नियर ज्याक्सन आएर बस्नुहुन्छ भने है विथ गाडीबाट ट्रेनबाट आई हेभ नो आइडिया सो यु क्यान सी फ्लावर्स एभ्रिवेयर अनि टुलिप गार्डनहरू पनि टुलिप एन्ड यो चेरी ब्लोसम हेर्न चाहनुहुन्छ भने फ्रीमा सेन्ट्रल पार्क जाँदा पनि भयो त्यो चाहिँ फ्रीमा हो रुजबेल आइल्यान्ड सो हामी चाहिँ रुजबेल आइल्यान्डमा अनि त्यो केबल कार पनि चढ्नेछौँ त्यसरी मेट्रोको प्राइसै हो त्यहाँ सेम आखी सेम गाडी हुन्छ सो यु क्यान सी अहिले यस्तो मजाको फुलहरू फुलिरहेको छ वाउ सो हामी चाहिँ यो चाहिँ हाम्रो घरको छेउमा हाम्रो गाडी चाहिँ तताएर रेडी बनाउँदैछ पारी सी गाइस गाडी अब रेडी छ सक्नुहुन्छ यस्तो मजाले फुलिदिएको छ फुलहरू यो चाहिँ यहाँ चाहिँ हाम्रो घरको अगाडि 2टा बोट मात्र छ तर यस्तो उहाँ चाहिँ बगै वाउ सो हामी चाहिँ अब लङ आइल्यान्ड सिटीको 100 पोइन्ट आइसक्यो सो गाडी चाहिँ पार्क पाइसक्यो सो एभ्री वान नोज द्याट न्यू सिटीमा अब पार्किङ इज अ च्यालेन्ज है नयाँ मान्छेलाई त झन् एकदम गाह्रो हुन्छ यहाँको लोकल मान्छेलाई पनि म चाहिँ पार्किङ पाएको त्यो पनि फ्री वाउ यहाँ त यस्तो गाह्रो छ कि पैसा तिरेर पनि पार्किङ पाइन्न होइन यो साइड चाहिँ अब पेड पार्किङ थियो एन्ड दिस साइड वाज फ्री थियो सो मैले फ्री पार्किङ पाएँ एन्ड वी आर जस्ट 1 ब्लक अवे फ्रम द्याट चेरी ब्लोसम होइन यताबाट आउनुभयो भने अब पार्किङै पाउनु भएन भने यस्तो अब हुन्छ नि स्ट्रिट पेड पार्किङ पनि पाउनु भएन भने चाहिँ पार्किङ ग्यारेजहरू साइडमै छ 1-2 ब्लक यता तलमाथि छ सो त्यहाँ अभियसली अलिकति एक्सपेन्सिभ त हुन्छ नि बट सो न्यू मान्छेलाई त अब ढुकझुक हुन्छ नि त यहाँ पार्क गरौँ कि नगरौँ सो त्यस्तो मान्छेले पार्किङ ग्यारेजको पनि युज गर्न सक्नुहुन्छ सो here we are हामी आइसक्यो यतातिर हेर्न सक्नुहुन्छ न्यु सिटीको भ्यू आई मिन मेनाटनको भ्यू सो अलिकति फुलेको छ यतातिर छ सो यहाँ साइडमा अब स्ट्रिट फुडहरू टन्दैछ आइसक्रिमहरू अब किन यहाँनिर के पनि छ नेपाली डम्पलिङ मोमो चाउमिनहरू यताउति सबै पाइन्छ जोस् अनि अब माथि चाहिँ रुजबेल आइल्यान्ड छ हामी त्यहाँ पनि अभियसली जानेछौँ सो त्यहाँ पनि अब हामी यहाँदेखि गाडी लिएर त्यहाँ गएर त्यहाँदेखि चाहिँ अलमोस्ट $3 फेयर तिरेर चाहिँ हामी जान्छौँ सो अलिकति फुलहरू फुलेको उतातिर छ सो अब हामी जान्छौँ उतातिर हुन्छ म्यानहट्टनको मिड टाउनको भ्यू हो सो इम्पायर स्टेट बिल्डिङ त्यो भइहाल्यो सो यता वान भेन्डर वेज समिट अनि यता अरूहरू छ अनि सेन्ट्रल पार्क चाहिँ अलमोस्ट यो चाहिँ रुजबेल सेन्ट्रल पार्क चाहिँ यतातिर हुनुपर्छ सो त्यहाँ फेरि गइरहेछ सो यो हो न्यु सिटीको भ्यू आई मिन मिड टाउनको डाउन टाउन त अब यता तल भइहाल्यो त्यो पनि देख्न सक्नुहुन्छ अलिअलि मजाको भइरहेछ टुलिप फुलहरू सानो हल्का हल्का फुलहरू छ टुलिपहरूको है यु क्यान सी बच्चाहरू खेल्ने ठाउँ टन्नै छ यहाँ मजाको बच्चाहरूलाई त यहाँ पुरै मेला लागे जस्तै हुन्छ सो बच्चाहरू ल्याउनु भयो भने चाहिँ अभियसली बच्चाहरूको लागि पनि एकदम इन्जोयबल ठाउँ छ सो उता ग्राउन्ड छ ठुलो हेर्नुहोस् बच्चाहरू पुरै यहाँ यो पार्क नै एकदम भरिरहेको छ पिङ जस्तो छ एक्टिभिटिजहरू छ बास्केटबल छ अलिक ठुलो बच्चाहरूको लागि सो बच्चा फ्यामिलीहरू पनि प्रायः आएर आउँछ अब हामी फुल चाहिँ आइसक्यो साँझ बिहान हुन्छ नि सनसेट र सनराइजको टाइममा आयो भने त्यो रेड रेजहरू आउँछ नि सनलाइटको त्योमा चाहिँ दामी देखिन्छ होला हौ अहिले पनि नट ब्याड लुक्स नाइस गुड एकदम दामी देखिरहेको छ वाउ हेर त वाउ चराहरू उडिरहेको छ यस्तो दामी देखिरहेको छ त्यो देख्नु आमा क्यामेरामा क्या दामी देखियो यस्तो गोल आकारमा है वाउ अलिअलि मजाको फुल कस्तो राम्रो देखेको मान्छेहरू जस एकदम बिजी छ माथि पारी सिटीको भ्यू छ वेदर पनि एकदम राम्रो छ नट हट अनि नट कोल्ड अलिअलि हावा चलिरहेको छ एकदम दामी छ बच्चाहरू खेल्ने ठाउँ यता भइहाल्यो रेन्जरहरू पनि बच्चाहरूसँग खेल्छ बास्केटबल उता पारी पनि छ फुलहरू मजाको सो हेर्न सक्नुहुन्छ यस्तो मजाले अलिअलि फुल झलिरहेको छ यहाँ चाहिँ पाउँदो रहेछ हेर्न सक्नुहुन्छ सो यहाँ चाहिँ मेन्यु छ मोमो हाम्रो नेपाली नै हुनुहुन्छ दाइ चाहिँ
अर्डर चाहिँ मैले गरिसकेँ मैले चाहिँ अब के खानु मन लागेको चाहिँ चिकन किमा नुडल्स अनि चिकन झोल मोमो चिकन स्टिम मोमो अनि एउटा चिकन चाउमिन सो 4वटा छ 4वटामा यसो मिक्स अप गरेर खानु पर्ला जस्तो छ सो अब यहाँ हामी घुमिसक्यौँ अब हामी खाना पिकअप गरेर नै सायद हामी चाहिँ अब रुजबेल आइल्यान्ड जान्छ होला सो वेदर बच्चाहरूलाई खेलाउनलाई नि यो चाहिँ फ्रुट्सहरू लिएर आएको त्यो बच्चाहरूले बेचिरहेको रहेछ बच्चासँग किनेको वाह कस्तो Mango. Mango. अब हामी चाहिँ यो लेफ्ट टर्न हान्यो भने चाहिँ आयो रुजबेल आइल्यान्ड जाने बाटो हो यो चाहिँ एउटा सानो ब्रिज छ सो यो चाहिँ म्यानहट्टन र क्विन्सको बिचमा पर्छ ठ्याक्कै एउटा सानो ट्याक्क परेको आइल्यान्ड यो चाहिँ सानो ब्रिज हो सो यसमा चाहिँ 1 वे मात्र छ हामी 2 वे हो तर एकदम सानो छ यहाँ चाहिँ हार्लिङ रिभर भइहाल्यो ठ्याक्कै बिचमा तल क्विन्स ब्रिज बाटो चाहिँ यस्तै छ यो छ साइकलवालाहरू त्यो साइडबाट आउँछन् ल अब चाहिँ हामी रुजबेल आइल्यान्ड रेज गरिसक्यो कति ठुलो बिल्डिङ छ यहाँ पनि आइल्यान्ड जस्तो पनि छैन 3 राउन्ड मारेपछि बल्ल बल्ल पार्किङ पाइयो त्यो पनि मिटर पार्किङ सो अब यसको चाहिँ कति हुन्छ थाहा भएन यहाँ चाहिँ पार्किङ पाउनु चाहिँ एकदम गाह्रो छ यो रुजबेल आइल्यान्डमा त एक त ठाउँ पनि छैन अनि बल्ल बल्ल यो 3 राउन्ड मारेको एउटा मान्छे निस्किरहेको रहेछ नि फाइनली मिटर पार्किङ पाइयो अहिले चाहिँ फेरि यहाँ पाउनु त इम्पोसिबल नै हुन्छ सो यहाँ पनि राम्रो छ तर त्यो जुनवाला एउटा फुल हेर्न आएको थियो त्यो फुल चाहिँ अहिले सकिसकेको रहेछ सो हेरौँ मिनटतिर पनि अब 1 घन्टाको कति लाग्दो रहेछ हेरौँ है त वाइन हाल्ने कता हो वाइन कस्तोवाला मिटर हो हेर्दाखेरि त उताको जस्तै छ तर यहाँ कोइन लेखेको छ यहाँ कोइन हाल्दा कसरी हाल्छ यो कोइन म त कन्फ्युज भयो यार मलाई थाहै भयो इनभ्यालिड कार्ड हो ल सो फाइनली भयो अर्को कार्ड हालेर सो इट्स ल सस्तो त सस्तो रहेछ $3 मा 1.5 घन्टा पारेको देखेको क्विन्स बिचमा खोला अहिले हामी रुजबेल आइल्यान्ड फेरि यहाँ खोला छ त्यसपछि बल्ल फेरि उतातिर देखेको म्यानहट्टन हो सो अब हामी चाहिँ बसेर मोमोहरू खाने कार्यक्रम ल है अब सुरु भयो झोलमो चिकन चाउमिन स्टिम मोमो किमा नुडल माङ्गो कोको होइन के कोका कोला फ्रेन्च फ्राइज त्यसपछि यो चाहिँ यसको फ्रुट्सको सस अनि यहाँ छ के छ यो पनि खोलौँ त चिकन ओभर राइस ओहो गजब छ आज त यस्तो राम्रो सिन छ पारी पारीको भइहाल्यो यो चाहिँ वारीको सिन अब चाहिँ नास्ता सुरु गरौँ झोल मोमो चाउमिन French fries. Chicken rice. खाएर टन्नै सक्यो अब यो स्ट्रिट फुडहरू के खायो के खायो मोमो सोमो चाउमिन किमा नुडल्स नराम्रो नर्कटे चाहिँ देखाउनु है अब चाहिँ यताको मेन सिन देखाउँछु म यस्तै छ खास त अब त्यही त हो बारीको सिटी भइहाल्यो है त्यो पानी छ नि आफ्नो मुड अनुसार बग्छ एकै दिनमा अहिले यतातिर बगिरहेको छ होइन बिहानतिर हो कि राततिर फेरि यतातिर बग्छ असम्म छ होइन यतातिर घाम आइरहेछ सो फुलहरू बिस्तारै झरिरहेछ यताको सिन चाहिँ राम्रो आउँदो रहेछ कस्तो मजाले सानो झरिरहेछ फुलहरू एकदमै बिजी छ अहिले चाहिँ यो ठाउँमा है मान्छेहरू घुइँचो दियोस् खाली छैन
जताको त्यही छन् टन्नै मान्छेहरू खाली भन्ने त छँदै छैन बिजी नै बिजी हावाहरू चलिरहेछ फोटो खिच्नेको त्यस्तै घुइँचो छ राम्रो छ आम्मामा त्यो बोटले चाहिँ क्यामेरामा देखेछ कि छैन त्यो बोटले चाहिँ त्यति ठुलो बालुवालाई धकलेर लग्दैछ यतातिर मुभ गर्दैछ यहाँ त सिटी बाइक पनि छ सो तपाईँहरूलाई सिटी बाइक लिनु मन छ भने सिटी बाइक पनि लिनु सक्नुहुन्छ सो नेपालीहरू चाहिँ मैले लगभग 6-7 त भेटाइसकेँ नेपालीहरू भेटाउनु अब कुनै ठुलो कुरो त होइन न्यु सिटीमा होइन आई मिन झन् स्पेसली क्विन्समा त सो त्यही पनि देख्दाखेरि खुसी लाग्छ अब है नेपालीहरू पनि छ रहेछ हौ टन्नै आयो भन्ने हुन्छ त्यही हो अब म चाहिँ रेस्टरुम जाँदैछु सो बाहिर नयाँ मान्छेहरूलाई अब कति त नघुमेको मान्छेहरूलाई पनि अब थाहा नहुनसक्छ होइन रेस्टरुमहरू चाहिँ टन्नै हुन्छ अब गुगलमा गएर गुगल म्यापमा गएर अब रेस्टरुम नियर मी पब्लिक रेस्टरुम भनेर सर्च हान्नु होला सिटीमा पनि छ टन्नै क्विन्समा पनि छ तर अलिक ग्यापमा छ होला क्विन्समा चाहिँ त्यही हो अलिकति त त्यस्तो राम्रो त होइन अलिकति मेसी नै हुन्छ तर त्यही पनि अब इमर्जेन्सीमा त अब कसले हेर्दै बस्छ है दामी देखिँदो रहेछ पछाडि ब्याकग्राउन्ड चिन्ह दामी आउँदो रहेछ ब्याकग्राउन्ड चिन्ह होइन सो अब हामी चाहिँ जान्छ अब त्यहाँदेखि केबल कार छ केबल कार चढेपछि आई थिङ्क हाम्रो ट्रिप चाहिँ इन हुन्छ होला सायद सो हामी यहाँदेखि घर त अब 20-25 मिनटमा पुगिहाल्छ सो अब हामी चाहिँ केबल कार किन्ने ठाउँमा जाँदैछ यहाँ आइसक्यो यो क्विन्स ब्रिजको भ्यू चाहिँ भित्रबाट कति ठुलो आमामा हेरौँ त वा त्यहाँ गइरहेछ केबल कार यस्तो मजाले गइरहेछ हामी पनि अब त्यहीमा जाने हो है त अब हामी जान्छौँ ढिलो नगरेर ओके लेट्स गो यस्तो दामी देखेको क्विन्स ब्रिज सही देखेछ है अब केबल कारमा हामी अर्को आइसकेको छ यु क्यान सी अब हामी जानुपर्छ सो उहाँ लाइन लाग्नुपर्छ हुँदैछ सो यहाँ चाहिँ लाइन लाग्नु पर्दो छ है कति लङ लाइन छ कति धेरै मान्छेहरू छन् यो चाहिँ भर्खरै अनलोड भएको यहीँनिर ब्रिज छ आउँदैछौँ यहाँ ट्याप गर्ने हो देनको वा सेम मेट्रो स्टेसनकै हो यो लटमा चाहिँ हामी हटाउँदैन होला सायद आई थिङ्क हामी अर्को लटमा जानुपर्छ होला अर्को चाहिँ आइसक्यो है मान्छेहरूको भिड हो कति धेरै भिड कहाँ बस्ने हो हटाइदिन होला कि धेरै त हामी त भित्र आइसक्यौँ है भिड हेर त बल्ल बल्ल ठाउँ पाइयो कति भिड छ माई गड एउटा फोर रहेछ है एउटा फोर त अब हामी जान्छौँ बारी कति भिड हो ल अब हामी चाहिँ यहाँ ट्यागकोलाई यो सिसा चाहिँ फोर रहेछ अलि ल है हामी रुजबेल आइल्यान्डको केबल कारमा चढिसक्यौँ कस्तो फोहोर हो अगाडि देखाउँ भनेको आम्मामा कस्तो दामी देखेको वा हार्लिङ रिभर आम्माम कति दामी हो कस्तो राम्रो देखेको यहाँ बियर ड्राइभर त कति सानो छ आइसक्यौँ अब बाई बाई टाटा वा अर्को आयो अर्को गयो टाटा ओ सिटी हेर त आम्मामा कति बिजी हो सिटी वा ओ कस्तो गर्दा एम्बुलेन्स झिलिझिली गरिरहेको छ बिल्डिङहरू त कति ठुलो बिल्डिङ आम्मामा कस्तो मजाको देखेको घरको छत यो जाम भएको हेर त यहाँ ड्राइभ गुरुरुरुरुरुमा आयो अब आयो हेर त ट्राफिक दामी लाग्दो रहेछ यो चाहिँ सेकेन्ड एभिन्यू अब हामी पहिले मान्छे हेर त त्यहाँ यसमै आएको यसमै जाम भनेको त मान्दैन बाहिर गएर फेरि पैसा तिरेर आउनु पर्ने अरे ट्याप पैसा चिलायो कति रुपियाँ लाग्यो थाहा छैन ट्याप गऱ्यो फेरि गयो फेरि यहाँ लाइन लाग्नु परेको लाइनमा आउँदाखेरि राम्रो
अब अप एन्ड डाउन पनि भइसक्यो अब हाम्रो आजको भ्लग चाहिँ अब यही सकिन्छ थ्याङ्क यू फर वाचिङ गाइज अब चाहिँ म चाहिँ घरतिर जानु पऱ्यो अब ल थ्याङ्क यू फर वाचिङ